एभ्रीवान न्यू डे न्यू भ्लगमा हजुरहरू सबैलाई स्वागत छ। के गर्दै हुनुहुन्छ? सन्चै आरामै कुशलै हुनुहुन्छ होला भन्ने आशा लागिराखेको छ। म पनि सन्चै छु, आरामै छु, कुशलै छु। दसैँ तिहार पनि सक्यो अनि हजुरहरूको नयाँ नौलो हालखबर के छ? मेरो त ठिकै छ भन्नु पर्ला। यस्तै हो, अब जाडो बढ्न सुरु गर्यो अनि घाम ताप्न चाहिँ आएको। अनि यतातिर जाडो पनि बढेसँगै चल्ला भयो गाई। त्यो चाहिँ ठुलो कुखुरा हो। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। पोथी चाहिँ केजीको 450, भाले चाहिँ 1000 रुपियाँ केजी। 1000 होइन गाइजहरू, 700 रुपियाँ केजी। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। हामी तपाईँहरूलाई सर्वसुलभ उपलब्ध गर्छौँ। हेलो एभ्रिवान, यहाँ चाहिँ भाले कुखुराको भालेहरू छ। तपाईँहरूलाई चाहिएमा सम्पर्क गर्नुहोला। पोथी चाहिँ केजीको 450, भाले चाहिँ केजीको 700। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। यो चाहिँ गिरिराज हो, लोकल जस्तै हो, मिठो हुन्छ, मासु पनि स्वादिलो हुन्छ, टेस्टी हुन्छ। यो चाहिँ हामीले मकैको च्याख्ला र सागपातहरू दिएर पालेको गाई। तपाईँहरूलाई चाहिन्छ भने चारो चाहिँ नखेर त गाइस। के कुरो हो, म त जान्दिनँ यस्तो लामो लामो बाला। त्यहाँ मासहरू कति धेरै फलेको छ। पोहोर त सबै बाढी आएर बगाएको थियो गाइस। यसपालि चाहिँ राम्रै छ। पर त्यो हिमाल देख्न सक्नुहुनेछ, धौलागिरी हो कि कञ्चनजङ्घा, कुन हिमाल हो गाइस। यस्तरी सिमीहरू मास कति धेरै बाक्लो फलेको छ गाइस।
यतातिर पो आउनु पर्ने छ डुल्न। हावाहरू सरर त्यो पानी नखीबोटहरू धेरै पछि यताको गाइस। यहाँ अहु थियो कसले भाँचेर खाइसकेछ गाइस। मजाले हावा चलिरहेछ गाइस अनि म चाहिँ यहाँ हावा ताप्दै बसेको। त्यस्तै हो गाइस यहाँतिर मौसमहरू पनि त्यस्तै छ। दिन पनि कामहरू पनि खोज्दा केही पनि भेटिँदैन गाइस। दिनभरि बसेर चाहिँ धेरै मोटाए गाइस। ट्रेन चाहिँ त्यो हिँड्दैछ गाइस त्यो छेउमा। चट्ट हावा चल्दैछ गाइसहरू। यस्तै हो, कति धेरै मोटाइन्छ। खोइ मान्छे चाहिँ यति धेरै खाँदा पनि मोटाएको देख्दिनँ। हामीलाई चाहिँ त्यो जिउ अनुसारको होला नि गाइस, होइन त? अलिकति खायो भने यत्रो जिउ लाग्छ। पानी खायो पनि जिउ लाग्छ हौ गाइस, के गर्नु। कति मोटाएको, के साह्रो मोटाएको। मोटाउनु पनि सीमा हुन्छ नि, होइन र गाइस? धेरै मोटायो दुब्लाउने उपाय सिकाइदिनु होला हजुरहरूले। साथीहरू धेरै मोटाउँदा पनि रोग लाग्छ अरे। रोगी त आफू पहिलेदेखि नै हो। यहाँ चाहिँ के हो, घाँसहरू कति धेरै टन्नै रहेछ गाइस। अस्ति पोहोरको बारीमा यो के घाँस हो गाइस। कति राम्रो बिरुवाहरू छ गाइस। यहाँ खोलामा चाहिँ हाँसहरू सुतेर छन् गाइस। हाँसको जिन्दगी पो छुट्टै मजा छ। छोटो आइ लिएर आए पनि फुर्के झार अम्लिसोको कुचो जस्तै हुँदो रहेछ गाइस। त मान्छे होइन र धन पो छैन मान्छे छैन र। गाइस यस्तो ठाउँमा म चाहिँ घुम्न आएको। ए नाले उतै बारीले यहाँ चाहिँ कति धेरै यो यस्तो जडीबुटीहरू पनि गाउँतिर पाइने जडीबुटीको घाँसहरू पनि माथि लेले टिका भैरवहरूदेखि बगाएर ल्याएको छ गाइस। यहाँ उम्रेको छ। यो घाँसहरू थिएन, यहाँ पहिला खेती लगाएको थियो। यहाँ कालो हलेदोको बिरुवा रहेछ।
पिँडालुहरू, यहाँ बेसारहरू, यो घाँसहरू कति हो कति टन्ने गाई। म पनि त मान्छे हो होइन र, धन पो छै र मन किन छैन र। हेलो गाइज, सफा मौसम छ आज चाहिँ।